च्याप्टर 4 मुन्हुवा वा छङ्बो संस्कृति र जानकारी। यसको टपिक रहेको छ हाङ्गोके छ्वासिक मुन्हुवा कोरियाको बसाइको संस्कृति। हाङ्गोकेन दोरोन कोरियनहरू चाहिँ फाङ इना मारुए कोठा अथवा भुइँको फादके सतहमा आन्जासा बसेर सिक्सारुल हागना खाने अथवा युसिकुल छुई हानुन आरामलाई सदुपयोग गर्ने छ्वासक मुन्हुवारोल बसाइको संस्कृतिलाई खाजीको स्मृता लिई आइरहेको छ। इरहान छ्वासिक मुन्हुवानुन यस्ता बसाइको संस्कृति चाहिँ खाजो किना खाकवन परिवार अथवा नजिक भएको छिङ्गोदुल किरी साथीहरूबीच हाम्के सँगै सोथोङ हागो कुराकानी गर्ने र युदे गामुल नाताको महसुसलाई यङसाङ हानुन्दे बनाउने बेलामा थोमुल जम्निदा सहयोग दिन्छ। छ्वासिक मुन्हुवारो बसाइको संस्कृतिद्वारा मुन्हुवारो इन्हे बसाइको संस्कृतिको कारण हाङ्गुक सारम दोरोन कोरियन मानिसहरू चाहिँ थेबोबोन प्राय छिबानेस घरभित्र सिनबारोल फतको जुत्ता चप्पल खोलेर सेङवाल हामे जीवनयापन गरिन्छ। फादाके आन्जास भुइँमा बसेर सिक्सारुल हानुन खाना खाने सिक्ताङदो स्विपके फल्सु सुम्निदा भनेको रेस्टुरेन्टलाई पनि सजिलै देख्न सकिन्छ। छ्वासिक मुन्हुवाका बसाइको संस्कृतिले ह्यन्दे यतो वर्तमानमा पनि छिसोक दैनुन निरन्तर हुने इयुनुन कारण चाहिँ हाङ्गुके छन्थोङ नानबाङ कोरियाको परम्परागत तातो बनाउने फाङसेगिन तरिका भएको ओन्दोरे ओन्दोलको यङह्याङ प्रभाव तेमुनिरागो हाम्निता कारणले भनेर भनिन्छ। ओन्दोरुन ओन्दोल चाहिँ फादाकुल भुइँलाई तातुत हागे हानुन तातो गरी गर्ने हाङ्गुके कोरियाको छन्थोङ नानबाङ परम्परागत तातो बनाउने शिशु तेमुरो सिस्टमको रूपमा अथवा सिस्टमद्वारा यरा खागुगा मोया सानुन विभिन्न परिवार भेला भएर बस्ने आफात्तु यसनुन अपार्टमेन्टमा पनि फाइफुरुल पाइपलाई फादागे भुइँमा कारा बुच्छाएर तोगोवन मुरुल तातो पानीलाई सुनवा सिघिनुन भनेको सर्कुलेट गर्ने फाङ्सिगुरो तरिकाद्वारा साङ दैनिता प्रयोग हुन्छ। फाके सानुन बाहिर चाहिँ जुरो प्राय सोफाना उइजाए आन्जा भनेको सोफा अथवा कुर्सीमा बसेर सेङवाल हानुन जीवनयापन गर्ने छलमुन सारम दुल्दो जवान मानिसहरू पनि छिबाने सनुन घरभित्र चाहिँ छाजु प्राय तातो थान फादकी आन्जा तातो भुइँमा बसेर टिभीलाई फोगना सुइगिदो हाम्निदा टिभीलाई हेर्ने अथवा आराम गर्ने पनि गरिन्छ।